के तपाईले पनि राष्ट्रिय परिचय पत्रका लागि बायोमेट्रिक गरिसक्नुभयो तर राष्ट्रिय परिचय पत्र र नम्बर भने प्राप्त गर्नुभएको छैन? यदि छैन भने यस भिडियोमा हामी तपाईलाई अनलाइनबाट कसरी राष्ट्रिय परिचय पत्र हेर्न सकिन्छ भनेर सिकाउन गइरहेका छौँ। सबैभन्दा पहिले गुगल क्रोममा आउनुपर्छ र गुगल क्रोममा आइसकेपछि यहाँ एउटा वेबसाइट राख्नुपर्ने हुन्छ जुन चाहिँ मैले यहाँ राखेको छु जुन सिटिजन portal.donidcr.gov.np भन्ने वेबसाइट छ। यो वेबसाइट मैले यहाँ टाइप गरेको छु र तपाईहरुलाई यो वेबसाइट चाहिँ म डिस्क्रिप्सनमा पनि राखिदिनेछु र यो वेबसाइटको यो लिंक राखिसकेपछि यहाँ इन्टर गर्नुपर्ने हुन्छ र इन्टर गरिसक्ने बित्तिकै यस्तो खालको एउटा इन्टरफेस खुल्छ। यो इन्टरफेसमा चाहिँ तपाईले फुल नेम कि त नेपालीमा राख्नु पर्यो कि त अंग्रेजीमा राख्नुपर्ने हुन्छ। जन्ममिति बीएसमा सिटिजनशिप इस्यु डेट क्याप्चा जुन यहाँ दिएको छ यो राखेर सर्च गर्नुपर्ने हुन्छ। यहाँ माग गरे अनुसार हामीले विवरणहरु भर्नुपर्ने हुन्छ। जस्तै म विवरण भर्दैछु र यहाँ क्याप्चा जस्तो दिएको छ त्यस्तै हामीले टाइप गर्नुपर्ने हुन्छ र यसरी हामीले राष्ट्रिय परिचय पत्र अनलाइन मार्फत हामीले पत्ता लगाउन सक्छौं र राष्ट्रिय परिचय पत्र नम्बर यहाँ मार्फत हामीले प्राप्त गर्न सक्छौं। हरेक ठाउँमा हामीलाई राष्ट्रिय परिचय पत्र नम्बर आवश्यक पर्ने हुँदाखेरि हामीले यसरी राष्ट्रिय परिचय पत्र सिस्टमबाट अनलाइनबाट चाहिँ हामीले निकालेर यसलाई डाउनलोड गरेर या प्रिन्ट गरेर हामीले राख्न सकिन्छ भन्दै मैले यस भिडियोमा राष्ट्रिय परिचय पत्र नम्बर कसरी प्राप्त गर्न सकिन्छ भनेर तपाईहरुलाई जानकारी दिए। हस्त धन्यवाद।